यो सरकार साँच्चै भन्ने हो भने एक दिन पनि अब सरकारको नेतृत्वमा बस्ने हैसियत औचित्य गुमाइसकेको छ। हजारौं र लाखौं शिक्षकहरू सडकमा छन्। 2 हप्तादेखि ती शिक्षकको समस्या समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएको छैन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ? लाखौं शिक्षक र देशभरिका विद्यालयहरू संकटमा छन्। त्यसलाई समाधान गर्न तत्परताका साथ, गम्भीरताका साथ वार्ता गर्ने, प्रतिफल निकाल्ने उद्देश्य सहित गर्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्न लागेको लाजमर्दो स्थिति देखिएको छ। अहिले डाक्टरहरू आन्दोलनमा, नर्सहरू आन्दोलनमा, लघुवित्त पीडित महिनौंदेखि आन्दोलनमा छन्। म आज यो मञ्चबाट सरकारले शिक्षकको मुद्दामा आम शिक्षकहरूलाई अपमानित गर्ने काम बन्द गरेर तुरुन्तै घनीभूत रूपले वार्ता संवाद गरेर हल गर्न कोसिस गरोस्। शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो ऐन विधेयकलाई सदनमा पुर्याएको छु। उपसमितिमा छलफल छ। त्यसलाई टुङ्ग्याउने बारे शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन? किन शिक्षकहरूलाई अपमानित गरिन्छ? म सरकारलाई गम्भीर रूपले ध्यानाकर्षण पनि, खबरदारी पनि फेरि एकचोटि गर्न चाहन्छु। यसलाई हल्का रूपले शिक्षकहरूको समस्यालाई नलियोस्। त्यसैगरी अरू थुप्रै त्यस्ता केसहरू छन्। अहिले भर्खरै यो कार्यक्रममा आउँदै गर्दा मलाई त्यो थानकोट सुरुङ मैले नै ब्रेक थ्रु, त म प्रधानमन्त्री हुँदा नै त्यसको ब्रेक थ्रु गरिएको थियो। अब अहिले छिटो काम सकेर उद्घाटन गर्ने धुन सायद सरकारलाई होला, किन यो सरकार केही पनि नभए पनि उद्घाटन गर्ने सरकार हो क्या ओली सरकार चाहिँ। त्यो 700 हस्पिटल, न भौतिक पूर्वाधार, न बजेट, न केही छ। त्यत्तिकै उहाँले यहाँ बालुवाटारबाट उद्घाटन गर्नुभएको हामी सबैलाई थाहा छ, सिंहदरबारबाट। यी सबै विषयमा पनि सरकार पूर्णतः असफल भइसकेको छ। मैले भन्दा कहिलेकाहीँ मानिसहरू अलिकति कन्फ्युज पनि हुने गरेको छ। मैले सुरुमा यो सरकार जसरी गठबन्धन बनेको छ बडो अपारदर्शी र अप्राकृतिक तरिकाले यो आफ्नै बोझमा दबेर जान्छ, यसले केही राम्रो काम गर्दैन, जनताले आश गर्ने ठाउँ छैन भनेको थिएँ। अहिले त आम जनताले यो कुरा ठिक हो भन्ने सबैले बुझ्नु भएको छ। आज शिक्षकका समस्या त्यो माओवादीका या अर्को एउटा पार्टी विशेषको समस्या त होइन, यो त राष्ट्रकै समस्या हो। फेरि शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन। हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भन्ने बाहेक केही पनि छैन। जे सम्झौता भएको थियो त्यो सम्झौता अनुसारको ऐन बनाइदेऊ भन्ने बाहेक नयाँ कुरा भनेको त होइन। तर त्यसमा प्रधानमन्त्री असाध्य नकारात्मक भइदिएपछि हिजो अर्को एउटा घटना घट्यो। स्वयं एमालेकै शिक्षा मन्त्री विद्या भट्टराईले चाहिँ राजीनामा दिनुभयो र यसबाट पनि सरकार कति धेरै गैर जिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ। र म यो सबै हेर्दा फेरि पनि म भन्न चाहन्छु, यो सरकार आफ्नै बोझ थाम्न सक्नेवाला छैन। आफ्नै बोझमा दबिएर यो सिद्धिन्छ। हामी चाहन्छौँ कि सरकारले अझै पनि बुद्धि पुर्याओस्, तर हामीले जति खबरदारी गर्दा पनि, जति गम्भीर ढङ्गले भन्दा पनि सुनवाई भएको छैन। र म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। सबै सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी हाम्रै काँधमा छ भनेर बुझ्न जरुरी छ। यसो भन्नुको तात्पर्य यो कुनै अहङ्कारको कुरा होइन, यो ऐतिहासिक सच्चाई, ऐतिहासिक तथ्यको कुरा हो। र अहिले हामी जे गरिराखेका छौँ, प्रतिक्रियावादीहरू र अवसरवादीहरूले त हामीलाई जहिले पनि अपमानित गर्ने, अवमूल्यन गर्ने, सिद्धिए 1000 पटक सिद्धिए माओवादीहरू अब उठ्नै सक्दैनन् भनेर घोषणा गर्छन्, तर प्रत्येक पटक माओवादी नयाँ सिराबाट उठ्छ। क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारीबाट पनि हामी बिल्कुल विमुख भएका छैनौँ। आज पार्टी स्थापना दिवसको र लेनिन जयन्तीका दिनमा म सबै क्रान्तिकारी कम्युनिस्टहरू जो जहाँ भए पनि उहाँहरू सबैलाई गम्भीरताका साथ, जिम्मेवारीपूर्वक र निष्ठाका साथ म अपिल गर्न चाहन्छु, आउनुहोस् बसेर छलफल गरौँ, बहस गरौँ र
एउटा सही विचारको आधारमा एकीकृत र केन्द्रीकृत भएर देशमा समाजवादी क्रान्तिको यात्रा अगाडि बढाउने सङ्कल्प गरौँ। म यो अपिल पनि आजको दिन गर्न चाहन्छु। यथावाद र यथास्थितिवादका विरुद्ध जो जनप्रदर्शन र जनसभा हामीले गऱ्यौँ, त्यो समाजवादी मोर्चा निर्माण पनि हामी कम्युनिस्ट आन्दोलनलाई विचारको आधारमा एकताबद्ध गर्ने उद्देश्यद्वारा उत्प्रेरित छ र हामी अरूलाई पनि त्यसमा समेट्ने प्रयासमा छौँ।